हेलो हेलो सबैजनालाई दर्शन नमस्ते मेरो तर्फबाट। म आज के भन्न गइरहेको छु भने एउटा हाम्रो एउटा मसँगै काम गर्ने एउटा भाइले होइन यो बेङ्गलोर हेन्नुर डाडागोपी भन्ने ठाउँमा एउटा आजको घटना होइन 12:30 बजेको घटना। ड्युटीदेखि रुम आउँदै गर्दा बाटोमा एउटा देशीले एउटा भाइलाई के भनेछ भने मोबाइल किन्ने हो भनेर भनेरहेछ। अब सोध्यो रहेछ कताको हो के हो भनेर सोध्यो रहेछ। अनि म नेपाली हो, म नेपालदेखि हो भनेर भनेरहेछन् त्यो भाइले। नेपालदेखि हो भन्दाखेरि अब मोबाइल किन्ने हो, मसँग यस्तो यस्तो मोबाइल छ, यस्तो समस्या पर्यो भनेर भनेरहेछ त्यो मान्छेले। अनि अब त्यो भन्दाखेरि नि ती भाइलाई यस्तो मोबाइल देखाइदियो रहेछ। अब डेमो गरेर होइन, अब जो हाम्रो भाइलाई थाहै थिएन के अब यस्तो हुन्छ, अब यस्तो गर्छन् भन्ने कुरा थाहै थिएन। अब यसले कल्पना पनि गर्न सकेको थिएन होला नि त भाइले। अनि भिभोको फोन यस्तो बवाल फोन देखाइदियो रहेछ, यस्तो राम्रो फोन देखाइदियो रहेछ होइन। यस्तो क्यामेरा क्वालिटी भनेको यस्तो राम्रो देखाइदियो रहेछ। अनि 12 GB ऱ्याम, 256 GB फोन मेमोरी देखाइदियो रहेछ उसले। यस्तो राम्रो फोन देखाइदियो रहेछ। अनि पछि चलाउँदै आए रहेछन्, एकछिनमा पकेटमा हालिए रहेछन्। पकेटमा हालेर अनि त्यसले त्यतिखेर प्याक गरेर दियो रहेछ के। प्याक गरेर दिँदाखेरि अब ती भाइले एकछिनमा रुममा गएर चलाउँछु भनेर आइरहेको रहेछन्। एकछिन पछि आएर रुममा आएर मोबाइल खोलेर हेर्दाखेरि खोल्नै सकेन रहेछन् होइन। कभरमा हालेर अनि कभरमा हालेर यस्तो गरेर प्याक गरेर दिएर रहेछ क्या। यहाँ तपाईँहरूलाई म फोन देखाउन गइरहेको छु। यस्तो गरेर अब यो पुरा लक गरेर दिएर रहेछ। यो खोल्दाखेरि खोल्नै सकेन रहेछन्। अनि पछि बल्ल तल्ल ओपन गरेर ओपन गरेर हेर्दाखेरि नै यस्तो मोबाइल दियो रहेछ क्या उसले होइन। तपाईँहरू पनि यस्तो यस्तो कोही मान्छेहरूले अब कोही कतै यस्तो मान्छेहरू कहीँ भेटियो भनेपछि तपाईँहरू पनि यस्तो समस्यामा पर्न सक्नुहुन्छ। त्यसैले तपाईँहरू पनि कृपया यस्तो नगरिदिनु होला। कसैसँग नचिनेको मान्छे, अपरिचित मान्छेसित मोबाइल साट्ने काम, मोबाइल दिने काम, कसैले फोन गर्छु भनेर माग्यो भने, कसैले हर कुरा अब मोबाइल हेर्छु तपाईँको यताउति केही भनेर अब कुरा गरेर अब फकाइ फुलाइ गऱ्यो भने कसैको लोभ लालचमा नगएर अब नगइदिनु होला होइन। यो जनचेतनाको लागि यो भिडियो बनाइरहेको छु मैले। अब यस्तो समस्या तपाईँहरू माझ पनि आउन सक्छ होइन। यस्तो मोबाइल अब के भन्ने एकदम दुःखको कुरा हो। अब यस्तो मोबाइल ल्याएछन् भाइले, आफ्नो एकदम राम्रो मोबाइल दिएर स्यामसङ अल्ट्रा नै स्यामसङ ग्यालेक्सी 8 फोन दिएर यो फोन लिएर आएको छन् होइन। भाइले पैसा पनि दिए रहेछन् फेरि होइन। अब यो ड्युटी टाइममा अब सँगै थियो ड्युटी टाइम। अब भाइ चाहिँ म रुममा जान्छु भनेको थिएँ। अब म चाहिँ ड्युटी टाइममा अब अर्डर हुनाले अर्डर हानिरहेको थिएँ। अब भाइ पहिले नै आइसकेको थिएँ बाटोमा। अब म 10 मिनट पछि आयो होला। 10 मिनट पछि आउँदाखेरि बाटोमा कसैलाई पनि भेटाएन। अब तपाईँहरू कहाँ पनि यस्तो समस्या आउन सक्छ। कृपया तपाईँहरू यस्तो काम नगरिदिनु होला होइन। सबै नेपाली भाषी दाजुभाइ दिदीबहिनी सबै जो जति हुनुहुन्छ सबैजनाले लाइक कमेन्ट सेयर गरेर सबैजनालाई जनचेतना फैलाउनु होला होइन। यस्तो अब परदेशमा हो, अब आफ्नै नेपाल होइन नि त, परदेश हो यो। परदेशमा जे पनि हुनसक्छ। सबैजनाले आफ्नो ख्याल राख्नु होला। यस्तो हुन्छ भन्ने कुरा त भाइले अब कल्पना पनि गर्न सकेका थिएनन् होला। के गर्नु होइन। अब यस्तो भइदियो।